भनिरहँदाखेरि मैले गुम्बाको मात्रै चर्चा गर्यो भनेर भन्छन् है। सार्वजनिक स्थानमै हुन्छन् प्रायः मठ मन्दिर गुम्बा चर्च होइन मस्जिद सबै सार्वजनिक स्थानमै हुन्छन्। सबै भत्काएकोमा म घोर भर्त्सना गर्न चाहन्छु। चिन्ता छ, टेन्सन छ, धर्मनिरपेक्ष देश हो नि। सार्वजनिक स्थानमा दर्ता गर्ने दर्ता गरेरै बनाएको हुन्छ, प्रक्रिया पुरा गरेरै बनाएको हुन्छ, विधि पुऱ्याएरै बनाएको हुन्छ। कुनै सरकारले तपाईँको दिन्छ बनाउन दिन्छ भने कुनैले भत्काउँछ। यो कस न्यायोचित भएन कि भन्ने मलाई लागिरहेको छ। तपाईँहरूलाई के लाग्छ? सबै सार्वजनिक स्थानमै बनाउने मठ मन्दिर गुम्बा मस्जिद चर्च सबै है सबै कोहीले होला बनायो होला होइन, त्यसको छुट्टै कुरा छ, अलगै कुरा छ होइन। तर प्राय सार्वजनिक गुम्बामै हुन्छ। तर यहाँ तारकेश्वरको चाहिँ गाइजहरू त्यो महादेव मन्दिर पनि छ, यसमा चाहिँ हान्छ कि हान्दैन त्यो पनि हेर्न बाँकी छ है। डोजर मैले चाहिँ भर्खर गुम्बा हानेको मात्रै कैद गरेँ है। बाँकी चाहिँ नि मेरो स्टोरेज फुल भएको कारणले मैले कैद गर्न सकिनँ। त्यसमा म क्षमा याचना चाहन्छु। नमस्कार, म निमा दोर्जे मुक्तान। ल गुम्बा छेउको पिपलबाट हाने गाइजहरू, गुम्बा छेउको पिपलको रुख हान्यो, अब गुम्बा हान्ने भयो। ल संरचना हटाउने काम भइरहेको छ। त्यो मन्दिरहरू पर्छ कि पर्दैन? पछाडिबाट हान्यो, पछाडिबाट गुम्बा, पछाडिबाट हान्यो गुम्बा, हान्यो ओ माई गड, गुम्बा पनि हान्यो। ल पछाडिबाट हान्यो, पछाडिबाट
हिजो बुद्ध जयन्ती थियो, आज गुम्बा हान्यो यहाँ तारकेश्वरको। अब हाने 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 कृपया अनाधिकृत संरचना हटाउने काम भइरहेको छ। तपाईँहरू यो पुलको छेउमा उभिने अनाधिकृत संरचना रे पुलिसले उभिने कारणले सहरी आवाजावटमा बाधा अवरोध हुने कारणले तपाईँहरूले आफ्नो गन्तव्यतिर लागेर आवश्यक सहयोग गरिदिनु अनुरोध गर्दछु। धन्यवाद। ओ माई गॉड, गुम्बा हान्यो गुम्बा हान्यो गुम्बा हान्यो। अब पानी भएको मान्छे तपाईँहरू निस्किनु। यता पानीको मान्छे निस्किनुहोस्। गुम्बा हान्यो। ओ माई गॉड, गुम्बा हान्यो गुम्बा हान्यो गुम्बा हान्यो गुम्बा हान्यो। भिडियो यहाँ 4 तले 5 तले घर, दुईटा 1 2 3 4 तले घर, 1 2 3 3 तले घर। ओ माई गॉड, गुम्बा हान्नै लाग्यो गुम्बा हान्नै लाग्यो। जम्मा 3 जना थियो अरे है। कहाँ चाहिँ यो घरमा तपाईँको जम्मा 3 जना सुकुम्बासी रहेछ र बाँकी त पुरै हुकुम्बासी रहेछ। तलदेखि यहाँसम्म गुम्बा हान्नै लाग्यो त। हजुर त्यो मन्दिरहरू नि सबै जान्छ होला। हुने कारणले तपाईँहरूले आफ्नो गन्तव्यतिर लागेर आवश्यक सहयोग गरिदिनु अनुरोध गर्दछु। धन्यवाद। हान्यो हान्यो।